हेलो नमस्ते सबैजना। यो सबैजना सन्चै राम्रै हुनुहुन्छ होला होइन। अनि म पनि सन्चै राम्रै छु। अनि आफ्टर लङ टाइम होइन फेरि पनि म अर्को भिडियो लिएर आइसकेको छु। अनि धेरै लामो समय ग्याप भयो, त्यति भिडियो बनाउने मन लागिरहेको थिएन होइन। अनि किन अब भिडियो बनाउनु मन लागिरहेको थिएन भन्ने कुरा चाहिँ म तपाईँहरूलाई आज सेयर पनि गर्छु। अनि आजदेखिबाट मैले के निर्णय गरेको छु भने मैले भिडियो फेरि पनि म सुरु गर्छु, भ्लग सुरु गर्छु भनेर मैले सुरु गर्न लागिरहेको छु होइन। अनि बिचमा चाहिँ किन यति लामो समयसम्म ग्याप भयो भन्दाखेरि भिडियो बनाउन मन लाग्ने होइन। अनि मनमा पनि लागिरहन्छ कि भिडियो जान्छु, बाहिर जान्छु, भिडियो बनाउँछु होइन। अनि भ्लग बनाउँछु भन्ने कुरा लाग्छ। अनि तर बाहिर निस्किसकेपछि त्यो भित्र जुन मनमा लागेको कुराहरू चाहिँ होइन बाहिर निस्किसकेपछि सबै मनै मर्छ क्या। अनि किन भन्दाखेरि होइन बाहिर हिँडिसकेपछि अब एक्लै अब एकान्तमा हिँड्ने जस्तो हुँदैन। अब मान्छेहरूको अब माझमा हिँड्नुपर्छ होइन। अनि बाहिर हुलमुलमा निस्किसकेपछि त्यो गर्छु भनेको कुरा कहाँ गएर हराउँछ क्या। अनि त्यसले गर्दाखेरि एउटा कन्फिडेन्ट चाहिँ छैन होइन। खासमा म भन्नुपर्दा त उहाँमा पनि छ, धेरै कमजोरीहरू छ। अनि त्यो कमजोरीहरूलाई होइन के सुधारेर अब चाहिँ आँट निकालेर भित्रको जुन जोस निकालेर होइन भिडियो बनाउँछु भनेर निस्किएको छु आज चाहिँ। अनि सोचिरहेको छु हप्तामा एउटा भिडियो चाहिँ आउँछ अब होइन। अनि यही अब आजको दिनमा चाहिँ हामी दाजु उहाँ हिँड्नुहुन्छ। अनि दाजु र म चाहिँ निस्किँदैछौँ बाहिर। अनि यसो भिडियो सिडियो बनाऊँ। अनि थोरै बैङ्कको काम पनि छ होइन। ल यसले फेरि मलाई नचिन्यो। म यहाँको लोकल हौ। कुकुरलाई डिस्टर्ब गर्न थालिसक्यो भित्रदेखि निस्केर होइन। अनि के भन्दै थिएँ, बाहिर निस्किँदैछौँ हामी। अनि थोरै बाइकको काम पनि छ होइन। अनि त्यो बाइकको काम भ्याएर अनि यो भ्लगको लागि एउटा ग्याजेट पनि लिगौँ होइन। अब अनि एउटा त्यो जुन स्टिक पनि लिगौँ भ्लगको लागि भनेर जाँदैछौँ। हेर्दै जाउँ होइन अब के हुन्छ कसो हुन्छ। अनि यहाँको अहिलेको मौसम चाहिँ यस्तो रहेको छ, देख्न सक्नुहुन्छ। घाम दिउँसो त घाम लागिरहेको थियो, अहिले चाहिँ घामसम लागेको छैन। 2 दिन अगाडि मजाले एकदम हिउँ परिरहेको थियो होइन। अब त्यो हिउँ अहिले सबै हराइसक्यो। यति बाक्लो हिउँ परेको थियो, त्यो सानो क्लिप पनि राखिदिउँ न म। अझ पनि ठाउँमा त अलिअलि हिउँहरू बाँकी नै छ होइन। अब त्यो जे होस् चिसो छ। अब हामी लगभग अहिले 5 बज्न लाग्यो होला। अब हामी निस्किसकेको छौँ। अब एकछिनमा हामी त्यो बाइकसँग काम भ्याएर निस्किन्छु होइन। अनि त्यसपछि त्यो मोबाइल एक्सेसरिजहरू यसो लिनु पऱ्यो। अनि त्यही बेला भेटौँ है त। ल मैले चाहिँ बाइकको काम सकेर निस्किसकेँ होइन। अनि दाइ चाहिँ यहाँ हुनुहुन्छ यता साइडमा। अनि दाइको र मेरो चाहिँ सधैँभरि एकैचोटि छुट्टी पर्छ होइन। अनि हामी बाहिर निस्किरहेको छौँ। अब हामी यहाँबाट सिधै हामी मोबाइलको सपतिर जान्छौँ होइन। अनि त्यसपछि त्यहाँ हेरौँ अब अहिले खोजेको सामान पाइन्छ कि पाइँदैन। अनि त्यही हो, हामी लगभग 3-4 महिना जति भयो होला होइन हामी यो बाहिर निस्किएको। आजै हो बाहिर निस्किएको। अनि हाम्रो जहिले छुट्टी पर्छ। अनि त्यहाँ छुट्टी पर्दाखेरि चाहिँ हामी घरमै खानासाना बनायो, खायो अनि सुत्यो, घरमै रेस्ट गरेर बसिन्थ्यो। अब लगभग अब जाडो सक्यो यहाँको चाहिँ होइन। अब यहाँबाट अब लगभग गर्मी सुरु हुन लागिसक्यो भन्दा पनि भइसक्यो। अनि त्यही नै हो अहिलेको अवस्था यस्तो छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि दाइ केही भन्नु दाइ? ल भन्नु अब। गाइस आज छुट्टीको दिन होइन, उता आउनु तपाईँ, यता साइडमा आउनु तपाईँ। हिउँहरू परिरहेछ। अब बिलाइसक्यो। 2 दिन जति भयो घाम लागेको। अब चाहिँ अब जे होस् लगभग अब यहाँ चाहिँ गर्मी सुरु भइरहेछ। समथिङ 3 महिना भयो होइन हामी ननिस्किया। लगभग 3 महिना 3-4 महिना आज चाहिँ
यसो मार्केटतिर यहाँ यो सिटीको अलिक ठुलो मार्केट छ त्यहाँ चाहिँ यसो मोबाइल सोबाइल यसो स्ट्यान्ड अब टक्कै हिउँद लागेपछि बनाउनु पऱ्यो नि त हल्का भिडियोहरू त्यहाँबाट हेर्नु जाँदैछ गाइस होइन त्यो अब के हुन्छ पाउँछ कि पाउँदैन हेरौँ लेट्स गो हामी यही हो लगभग 3-4 महिना हुन निस्केको अनि आज निस्केदेखि चाहिँ एकदमै त्यो मौसम पनि ठिक्कको छ होइन गर्मी पनि छैन जाडो पनि छैन अनि दिनभरि चाहिँ मजाले घामै लागिरहेको थियो अहिले चाहिँ घामसाम गइसक्यो होइन अब यही हो अहिले अब दिन लम्बिँदैछ होइन अनि तपाईँहरूले अब हामीलाई चाहिँ अब सपोर्ट गर्नु पऱ्यो होइन अबदेखि अब रेगुलर सपोर्ट गर्नु पर्यो सब्सक्राइब गर्नु पर्यो यसो भिडियोहरू कहिलेकाहीँ होइन गाउँसम्म हानिदिउँला अब केही छैन अब हेर्दै चाहिँ गर्नु होला है हेरिदिनु पऱ्यो होइन माया देखाइदिनु पऱ्यो अब सब्सक्राइब गरिदिनु पऱ्यो होइन अब भिडियो अब कस्तो खालको भिडियो ल्याउँदाखेरि ठिक हुन्छ यसो कमेन्ट गरिदिनु होला त्यो होस् अब हामी उतै मोबाइल दोकानतिरै गएर भेट्छौँ है त हो नि हो देख्न सक्नुहुन्छ यो घरहरू होइन अनि यहाँको घरहरू चाहिँ यस्तै नै हो हुने अनि हामी लगभग आउँदाखेरि चाहिँ यहाँको घर यहाँ बन्ने तयारी हुँदै थियो होइन अहिले चाहिँ यहाँ मान्छेहरू बसोबास गर्ने थालिसकेको रहेछ अनि जे होस् यस्तै छ होइन अब हामी हिँड्दैछौँ अनि यहाँ अगाडि देख्न सक्नुहुन्छ तपाईँहरूले यो जुन अगाडि देखिरहेको जुन फुटबल स्टेडियम हो होइन अनि यो फुटबल स्टेडियम चाहिँ अहिले बन्दैछ अनि लगभग 1 साल जति हुन थाल्यो होला यो स्टेडियम बन्न थालेको अनि यो स्टेडियम लगभग बनिसकेपछि अब सायद होइन अब मौका मिल्यो भने आउनु पर्छ यहाँ यसो अनि यस्तै छ होइन पक्का अब सिनेमेटिक हेर्नु अब एकछिन देख्न सक्नुहुन्छ यहाँ चाहिँ होइन यहाँ चाहिँ एउटा सानो पार्क छ अनि हामी त्यो पार्कमा आइसकेको छौँ अनि हामी जाने भनेको मल चाहिँ यहीँ अगाडि छ होइन यही अगाडि रहेको छ मल चाहिँ अनि हामी जान्छौँ होइन यही नै हो साँच्चै हो क्या यार बोल्ने त कन्फिडेन्टै छैन हौ कन्फिडेन्ट डर लाग्ने के भयो होला यस्तो अयो मजाले घामसम्म पनि देख्न सक्नुहुन्छ साथीहरू यहाँ त यस्तो व्यवस्था पनि छ हेर्नु यहाँ पार्कमा टक्क यो सोलर जोडेर होइन यहाँ चाहिँ मोबाइल सबै चार्ज यहीँ मोबाइल ट्याक्क राखेर मोबाइल सबै चार्ज गर्ने बस्न मिल्ने जे गर्दा नि भयो अनि हरेक ठाउँको पार्कहरूमा चाहिँ होइन यस्तो टेबल सेबल राखिदिएको छ मजाले आनन्द होइन घुमघाम गरेर अथवा एक्सर्साइज गरेर अथवा के भन्छ यो रनिङ सनिङ गरेर मर्निङ वाक गरेर पक्क लाएर रेस्ट गर्ने ठाउँहरू पनि छ हरेक ठाउँमा देख्न सक्नुहुन्छ जहाँ पनि टेबल छ बस्ने यो चाहिँ यहाँको खोइ के हो यो बाथरुम पनि छ यहाँभित्र खास हामी चाहिँ छिरेको छैनौँ होइन अब हामी चाहिँ लगभग हाम्रो गन्तव्यमा आइसकेको छौँ यहाँ रहेको छ हाम्रो गन्तव्य है मजाले कन्स्ट्रक्सनको काम भइरहेको छ फुटबल स्टेडियमको लागि देख्न सक्नुहुन्छ के हो साथीहरू यार सामानै पाउँदैन यार सामान किन्नु भनेको झन् सामान पाएन है खोज्दैछौँ हामी तर एउटा सामान त पाएको थियो कि होइन यहाँको अब 1300 भन्छ अब त्यो हिसाब गर्ने हो भने त नेपालको लगभग 1,40,000 जति पर्न आयो अब त्यो यति थोरै होइन अब आफ्नो त्यति धेरै मान्छे पनि छैन हाम्रो फ्यामिलीमा
अनि फेरि अब त्यत्रो एकैचोटि होइन अब भर्खर अब सुरुवात गर्नको लागि त हामीले अब त्यत्रो खर्च कसरी गर्ने क्या फेरि त्यो स्ट्यान्ड पनि हुने अनि त्यो भ्लगको लागि पनि हुने थियो तर त्यो काम नलाग्ने भयो त्यो एकदम ठुलो भयो अनि खोज्दैछौँ हामी होइन भेटेको छैनौँ दाइ पनि यहाँ हेरेको हेरै हुनुहुन्छ यहाँ फेरि बुढा डम्बल उठाउँदैछ अनि फेरि बुढाले यहाँ चाहिँ इलेक्ट्रोनिक सामानहरू हरेक चिज इलेक्ट्रोनिक सामानदेखि लिएर खानेकुरादेखि लिएर एउटै छानामुनि पाइँदो रहेछ होइन तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ सम्पूर्ण घरयासी चिजहरू सम्पूर्ण चिजहरू चाहिँ यहाँ पाइन्छ अनि जेसुकै एउटै पसलमा छिरिसकेपछि हरेक चिजहरू एउटै ठाउँमा पाइन्छ तर आफूलाई चाहिने चिज चाहिँ पाइएन दाइ अब के गर्ने भन्नु तपाईँ अब जाने अब नपाएपछि के गर्नु अर्को अब हेर्नु न मान्छे भर्खर अब सुरु गरेको छ भिडियो गर्नलाई होइन अब यो सुरुमै मेन कुरै पाएन क्या फेरि 1,40,000 के अरे 40,000को सामान भिडाउनु खोज्छ त यार झन् भ्लगको लागि भनेर भनेको त झन् यत्रो निकालेर देखाइदिएर अर्को छ भने सोधेको त छैन अरे अर्को पसलमा गएर हेर्नु भनिदिएर अब यहाँ खोजिरहेको छौँ कहाँ भेटाउने त अब र साथीहरू अब हामी फर्किँदै छौँ होइन अनि लगभग अब हामी सामान किनेर खोज्दा एउटा सामान खोज्नलाई हामीलाई 2-3 घन्टा लाग्यो होला घुमे पसल है त्यत्रो पसलमा घुम्दा अनि फाइनल्ली मैले सामान चाहिँ लिइसकेँ होइन त्यो चाहिँ भ्लगको लागि मैले सामान लिएको छु तपाईँले देख्न सक्नुहुन्छ यहाँ छ होइन अब लगाउँछ अब है यस्तो टाइपको लिएको छु अनि कहाँ एक ठाउँमा जाँदाखेरि त अनि 1300-1400 हजार झन्डै त्यहीँ बियोसै बनाइराख्दा भयो त नि यत्रो उसको लागि अनि हाम्रो लागि अब बिगिनरलाई होइन किन चाहियो त्यत्रो ठुलो चिज होइन पछि अब राम्रो हुँदै गयो भने त हामी फेरि पछि किन पाइ नै हाल्छ अनि सामान लियो लगभग यसको चाहिँ मलाई यहाँको 185 पर्न गयो होइन अब नेपालको हिसाब गर्ने हो भने त्यही हो 5,045 जति पर्न गयो यही नै हो अब रेगुलर अब हप्ताको एउटा भिडियो चाहिँ म लिएर आउँछु अब यसरी अब लजाएर नहुने रहेछ होइन लजाएर यो आँटै ननिकालेर कहाँबाट हुने रहेछ र अब जो माया देखाइदिनु होला सपोर्ट गरिदिनु होला होइन अब आज 2-3वटा काम भ्याइयो अनि अब हामी यहाँबाट जान्छौँ घर अब अदरै हुन लागिसक्यो होइन लगभग 6 बजिसक्यो होला अब अहिले त दिनहरू पनि लामो हुन थालिसकेको छ पहिला 5 बजी नै अँध्यारो भइसक्यो थियो अहिले 6 बजीसम्म जे होस् उज्यालै रहिरहेको छ अब हामी घर जान्छौँ ल यहाँसम्म भिडियो हेरिदिनु भयो तपाईँहरूले तपाईँलाई धन्यवाद है अब रेगुलर जति भिडियो आउँछ केही छैन अब माया चाहिँ चाहियो माया देखाइदिनु होला यही नै हो होइन अब अर्को भिडियोमा ब्रेक भइ नै हाल्छ त्यति बेलसम्मलाई बाई बाई है त।